Bom fim de semana पोर्चुगिजमा हामी हप्ता अथवा दिन राम्रो रहोस् भनेर भन्दाखेरि तीनवटा एक्सप्रेसन्सहरू रहेको छ। एउटा रहेको छ हजुरको दिन शुभ रहोस्, बोन दिया, शुभ दिन भन्ने हुन्छ भने अर्को रहेको छ हजुरको हप्ता शुभ रहोस्, बोआ स्माना भनेको हजुरको हप्ता शुभ रहोस्। र त्यस्तै अर्को रहेको छ हजुरको विकेन्ड शुभ रहोस् भन्ने रहेको छ र त्यो भनेको Bom fim de semana. Have a good weekend. फेरि यसलाई अलिकति राम्रोसँग बुझौँ। Bom dia. Good day. हजुरको दिन शुभ रहोस्। त्यस्तै रहेको छ Bom fim de semana. Bom fim de semana. Bom fim de semana. तर हामी छिटो भन्दाखेरि चाहिँ Bom fim de semana मात्र सुन्छौँ। तर यो डिटेल्समा चाहिँ यसरी भन्छौँ हामी Bom fim de semana भन्छौँ। किन भन्दा विकेन्ड भनेको चाहिँ fin de semana भन्ने हुन्छ भने have a good weekend भनेको चाहिँ Bom fim de semana भन्ने हुन्छ। तर हामी छिट्टो भन्दाखेरि चाहिँ Bom fim de semana भनेर सुन्छौँ। यसरी रहेको छ Bom dia, boa semana, Bom fim de semana, bom fim de semana. Beijo.